यो मान्छेले मसँग यो 3 महिना बसेको केही पनि काम लागेन हैन टासेको 200 गाइस हामी अब हेलो एभ्रिवान दिस इज मी प्रकाश पाण्डे एन्ड यु आर वाचिङ मिस्टर पाण्डु युट्युब च्यानल हैन अहिलेसम्म चाहिँ म 2वटा भिडियो बनाइसकेको छु यो चाहिँ थर्ड भिडियो हो अनि 2वटा भिडियो खानेकुराको बारेमा मात्रै छ भने यो चाहिँ हल्का फरक खाले भिडियो छ अनि आज पनि खाना सम्बन्धी नै हो तर त्यसमा थोरै आज चाहिँ थोरै ट्राभल टाइपको पनि छ के ट्राभल भनेर त्यस्तो ह्युज टाढा टाढा जाने त होइन कि हामी चाहिँ भक्तपुर जाँदैछौँ अब तपाईँले भन्नु होला यो मान्छेको भिडियोमा सबै भक्तपुरको मात्रै कन्टेन्ट छ भनेर तर कस्तो भयो भन्दा म चाहिँ भक्तपुरबाट नजिकै बस्छु नि त त्यस भए गाउँबाट भाउजू अनि नानी छोरी आएको सानो अनि हिजो मात्रै आउनुभएको उहाँहरू अनि आज चाहिँ हामी उहाँहरूलाई हल्का घुमाउन पनि हुन्छ अनि नजिक भनेर कहाँ छ नजिक भन्दाखेरि भक्तपुर नै आउने रहेछ कि दिमागमा त्यही भएर हामी चाहिँ भक्तपुर जाँदैछौँ अनि भक्तपुर हल्का त्यहाँको दरबार स्क्वायरहरू घुमाउने अनि भक्तपुरको फेमस दुधु दौ अनि फेमस कुल्फी हामी ट्राई गर्छौँ आज नेवारी खाना भन्दा पनि अरू थोरै फरक खाले खानाहरू ट्राई गर्ने भन्ने प्लान छ लेट्स सी एक्ज्याक्टली यो नै गर्ने भन्ने प्लान त त्यस्तो छैन तर नेवारी खाना चाहिँ नखाने अरू खानाहरू अरू परिकारहरू टेस्ट गर्ने भन्दै हामी यहाँबाट हिँडेका छौँ अनि अब चाहिँ करिब हामी 10-15-20 मिनटमा हामी भक्तपुर पुग्छौँ हेलो माय नेम इज प्रेसा पाण्डे अनि कहाँबाट आएको तिमी आर्मी चोर हो के चोरेर आएको चोरेर आएको होइन र हैन होइन कहाँ हिँडेको त हामी एनी आइडिया भक्तपुर के खाने भक्तपुर गएर घुम्न हिँडेको जुजु धौ खाने कुल्फी गाइज हामी चाहिँ यो भक्तपुर अलमोस्ट आइपुगिसक्यो खासमा हामी पर जाने भनेर परको लागि ट्याक्सी गरेको तर यहाँ चाहिँ आज शनिबार भएर यहाँनिरबाट गाडी जानु पाउने रहेछ यहाँबाट जस्ट के अरे मान्छे मात्रै जानुपर्ने रहेछ त्यसैले हामी यहाँबाट झऱ्यौँ अब हामी हल्का यताउता उहाँहरूलाई घुमाउँछौँ हामी चाहिँ अहिले दरबार स्क्वायर जाँदैछौँ आज चाहिँ शनिबार भएकोले अलि भिड नै छ क्या मान्छे अलि धेरै छन् चहल पहल अलि बढी छ त्यसैले हामीले भने जस्तो मैले सोचे जस्तो हुन्छ कि नै त्यो आइडिया छैन अब जाँदै गर्दै गरौँ यो स्क्रिप्टेड होइन नि त त्यस भए जे पनि हुनसक्छ लेट्स सी गाइज मैले भने जस्तै यहाँ एकदम तपाईँले भिड देख्न सक्नुहुन्छ चारैतिर डेन्जर क्राउड छ आज शनिबार भएर होला अब हामी चाहिँ सिधै कुल्फी खाने ठाउँतिर जान्छौँ यहाँ धेरै टाइम वेस्ट गर्दैनौँ हेरिराखौ नि घुमिराखौ नि कस्तो भइरह ठिक छ बोल्दै बोल्दै लाटी हो क्यामेरा साई गाइज क्यामेरा साई हामी चाहिँ अब यो जुजु धौ अनि कुल्फी खाने ठाउँमा छ पहिला चाहिँ जुजु धौ खाउँ कुल्फी पहिला पछि पहिला यो धौ त्यही छेउ एकवटा दिनु सबैलाई पहिला चाहिँ जुजु धौ अनि कुल्फी हो क्या यसै खान मात्रै आत्तिएर भएन नि त मजा छ मस्त क्रिमी छ धेरै गुलियो पनि छैन होइन यो दुधलाई मस्त तताएर यो खुवा बनाउने क्रममा खुवा बन्न लाग्दाखेरि बल्ल यो दुधलाई दही बनाउनलाई जमाए जस्तो छ क्या बबाल छ तपाईँले ट्राई गर्नुभएको छैन भने तपाईँहरूले पनि यो एकपालि ट्राई गर्नु होला
गाइज अब चाहिँ हामी कुल्फी ट्राई गर्न जाँदैछौँ एक्सक्युज मी एउटा कुल्फी दिनु न अब चाहिँ टेस्ट गर्न जाँदैछु ल म आहा मजा छ हल्का त्यो लुवाङ सुकमेलको टेस्ट आइरहेछ बेसी होइन त्यसले गर्दा मजा छ यसमा चाहिँ यो अङ्गुर के भन्छ किसमिसका टुक्राहरू अनि बदामहरू काजुहरू अनेक सब मिक्स गरेर राखेर रहेछ क्या अनि यो चाहिँ दुधबाट बनेको पऱ्यो पनि होइन अनि यो अघिको धौ र यो अलमोस्ट हल्का सिमिलर टाइपको छ क्या मजा छ दाँतमा चाहिँ पुरा श्रिङ्ग हुन्छ क्या धेरै चिसो खाने बानी छैन मलाई गाइज अब हामी चाहिँ कुल्फी खाएर अब अर्को ठाउँ जाँदैछौँ यता 5 तले मन्दिरतिर होइन म चाहिँ यसरी घुम्न भनेर कहिले पनि भक्तपुर आएको छैन क्या एज अ घुम्नेरी आएको भनेको फर्स्ट टाइम नै भनौँ नत्र प्रायः काम गर्नेहरू फोटोसुट गर्नेहरू नै आइन्छ नि त अनि हाम्रो हिजोको त्यो अस्ति खिचेको ठाउँमा त्यो आन्टीलाई पनि देखाइदिनुपर्छ ल भिडियो रेडी भयो भनेर फर्किने बेला सम्झ्यौ ल हामीले अस्ति यहाँ नै एउटा बाराको भ्लग बनाएको थियौँ होइन फुडको भ्लग नै हाम्रो फर्स्ट भ्लग चाहिँ त्यहाँनिर नजिकै थियो कि आमाको बारामा होइन अलि यता आउनु न यता राम्रो हुन्छ यता आउनु अनि आमाको बारामा खिचेको थियो अनि त्यो भ्लग चाहिँ बनेपछि रेडी भएपछि हामीलाई पनि देखाइदिनु है बाबु भन्दै हुनुहुन्थ्यो क्या आमाले जस्ट वाइ हामी चाहिँ यहाँबाट यसरी घुमेर त्यहाँ जाने बेलामा चाहिँ आमालाई त्यो भ्लग पनि देखाउने यो मान्छेले मसँग यो 3 महिना बसेको केही पनि काम लागेन होइन भाउजूले भिडियो मोबाइलबाट बनाइदिने भन्दा त्यो टुकुर नानीले जस्तो जे पायो त्यही भिडियो खिचिदिएको छ त्यही भएर मैले यसलाई चाहिँ डिरेक्सन गर्दैछु कि 0.6 हुन्छ होला यसमा होइन 0.6 मा भाउजू यत्तिकै यता गएको बेला टक्क यताबाट फलो गर होइन फलो गर्ने अनि ट्याक्कै एकपालि यस्तो फर्केर क्यामेरामा हेर्न लगाउने एउटा सर्ट भयो अनि एउटा साइड सर्ट त्यस्तो मल्टिपल सर्ट खिच्ने अनि जे पायो त्यही खिचेर हुन्छ टाँसेको 200 रे गाइज हामी अब यहाँ 5 तले मन्दिर हल्का एकछिन घुमियो रमाइलो गरियो घुमियो देख्यो भने फोटोसोटो खिच्यो भिडियो बनायो अनि यहाँबाट चाहिँ हामी फेरि यो बाटोबाट अगाडि लाग्दैछौँ अब हिँड्दै जाउँ कहाँ के इन्ट्रेस्टिङ देख्छ त्यहाँ एकछिन हेर्ने अनि फेरि ब्याक टु के खाने अनि फर्किने हराउला है तिमी आउँछन् क्या तिनीहरू आउँछन् ल तिमी हिँड आमालाई भिडियो देखायो होइन अनि हल्का त्यहाँ आज चाहिँ अलिक भिड छ कि अनि शनिबार अब सबै क्राउड भएको व्यापार हुने बेलामा चाहिँ धेरै डिस्टर्ब नगरिदिउँ भनेर जस्ट देखाएँ अनि आमाले चाहिँ केही खानु भन्दै हुनुहुन्थ्यो आज नखाने अरू दिन कुनै दिन आउँला भनेको आमाले त कस्तो भन्दा म प्याक गरिदिन्छु प्याक गरेको लिएर जानु न भन्दै हुनुहुन्थ्यो फेरि त्यस्तो त्यो नगरौ पछि फेरि आउँछु म भनेर हामी निस्क्यो त्यहाँबाट गरेको त्यो केटाकेटी त्यहाँ सोध्दै बोलेको अब अँध्यारो हुनु पनि थालिसक्यो होइन अब हामी चाहिँ एउटा लास्ट ठाउँ त्यो आलुचा भन्ने एउटा रेस्टुरेन्ट रहेछ रेस्टुरेन्ट हो कि खै खाजा पसल नट द्याट आइडिया होइन गएर थाहा हुन्छ हल्का यहाँ चाहिँ कमेडी भयो हामी चाहिँ अघि त्यहाँनिर हामीले खायो कुल्फी दही होइन के धौ अनि हामी चाहिँ यो आलुचा भन्ने चाहिँ यही रहेछ क्या हामी यो खोज्दै एक राउन्ड लाग्यो क्या अनि लास्टमा चाहिँ यहीँ रहेछ क्या अनि पछि मैले गुगल गरेको यहीँनिर रहेछ हामी आयो अहिले चाहिँ आलुचा हो कि आलुचा हो कि हो होइन यहाँनिर आएको छौँ
हल्का प्याक छ गाइस। यो ठाउँ चाहिँ अलि हल्का भिड हुने ठाउँ रहेछ होइन। मान्छे आइरहेछ, मान्छेको फ्लो राम्रो छ। अनि हाम्रो भाइ चाहिँ त्यहाँ पे फर्स्ट ठिक छ पे गरौँला नि त। पहिला पे गर्नुपर्ने रहेछ, पे फर्स्ट रहेछ। अरू बेला भएको भयो अब पछि गर्दा पनि हुन्थ्यो होला। आज चाहिँ अझ भिड भएको बेला। यहाँ भक्तपुरमा चाहिँ मैले नबुझेको कुरा होइन, यहाँ वेडिङहरूको अनि कमर्सियल केही फोटोहरू सुट गर्दा भिडियो सुट गर्दा 500 रुपियाँ दिनुपर्छ होइन। अनि हामी चाहिँ यस्तै क्यामेरा लिएर आएर भिडियो खिच्यो भने चाहिँ पैसा दिनुपर्ने अरे के। अनि नर्मल फोटो खिच्यो भने पैसा तिर्नु पर्दैन अरे, भिडियो खिच्यो भने चाहिँ पैसा तिर्नुपर्छ अरे। अनि त्यो पर्सनल होस् कि जे होस् त्यो मतलब भएन अरे कि, त्यो सिस्टम रहेछ। हुन अब वेडिङको खिच्न आउँदा त हामीले अनि पैसा नै तिर्छौँ, किनकि त्यति बेला त हामीले क्राउडलाई पनि डिस्टर्ब गर्छौँ होइन, मान्छेलाई हट भन्छौँ के भन्छौँ होइन। अहिले त यसरी म भ्लग गर्न आउँदा त कसैलाई डिस्टर्ब पनि गरिरहेको हुँदैन होइन। अनि मजाले आफ्नो लाइक आफूले फोनले खिचे जस्तो त हो नि। मैले अब फोनले खिच्नुभन्दा मलाई चाहिँ क्वालिटी अलि हाई क्वालिटी बनाऊँ भनेर मैले क्यामेराले खिचेर आउँछु। अनि खिच्न चाहिँ नपाउने रहेछ कि। अघि एकजना गार्ड दाइ आएर त्यही भने, मैले गार्ड दाइलाई सर के हो भनेर यसो नियम सोधेँ होइन। अनि उहाँले भनेपछि चाहिँ मैले खिचिनँ त्यहाँनिर चाहिँ। त्यस्तो सिस्टम रहेछ कि। खासमा चाहिँ हुनुपर्ने चाहिँ अलिक प्रोफेसनल सेटअप लिएर आएर अनि क्राउडलाई नै डिस्टर्ब गरेर मान्छे हट भनेर यताउता भनेर खिचेको भए चाहिँ त्यसरी पे गर्नुपर्ने हो। अनि मान्छेले रेन्डमली भिडियो खिच्छ, रेन्डमली आफूले कसैलाई डिस्टर्ब गर्दैन केही गर्दैन। त्यसरी खिच्दा चाहिँ खासमा पैसा नभए पनि हुन्थ्यो जस्तो लाग्छ है मेरो कुरा चाहिँ। हाम्रो आइटम आइसक्यो होइन, लुक लाइक सो यमी होइन। टेस्ट चाहिँ बवालले रहेछ, तर खाने कसरी भन्ने कुरा भयो कि। अर्को आयो फेरि अर्को मगाउनु बोला। मैले त आधी खाने आधी फाल्ने भयो। यो चाहिँ हामीलाई भन्दा बच्चाहरूलाई चाहिँ बेस्ट रहेछ। यो आलु मस्त पकाएर अनि होइन टेस्ट गर्नु पर्ने। अनि त्यसमा चाहिँ मेयोनिज सस हालेको रहेछ गाइस। यो के भन्छ, यो टर्नेडो हो कि समथिङ आलु के हो, यो चाहिँ बवाल छ होइन, बवाल लाग्यो। अनि हाम्रो चाहिँ आजको भिडियो अलमोस्ट अन्तिममा आयो होइन। बाहिर पानी परेको छ अनि आज शनिबार भएर यता वरसम्म गाडी ट्याक्सी पनि आउँदैन क्या। अनि फेरि हामी ट्याक्सी गर्नलाई फेरि उनी परै जहाँ झरेको त्यहीँ नै पुग्नुपर्छ। त्यसैले मैले भ्लग चाहिँ यहीँ एन्ड गर्छु होइन। यस्तै अब भ्लगहरू हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गर्न नभुल्नु होला। अनि मेरो भ्लगमा केही सुधार्नु पर्ने छ, केही इम्प्रुभ गर्नुपर्ने छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ बाई बाई।